हामीले आज यस भिडियोमा चाहिँ दुईटा टपिकको बारेमा हामीले समावेश गर्न गइरहेका छौँ। जोखिम भनेको अनिश्चितताको मात्रा, लिमिट अफ अनसर्टेनिटी भन्छ। र जोखिम व्यवस्थापनलाई हामीले नर्मल्ली एउटा फर्मुलाको आधारमा रहेर हामीले व्यवस्थापनलाई हामीले परिभाषित गर्न सक्छौँ, जसलाई भनेको IMMC और MR भनेर हामीले परिभाषित गर्न सक्छौँ। आई भनेको आइडेन्टिफिकेसन, एम भनेको हाम्रो मेजरमेन्ट, अर्को एम भनेको मोनिटरिङ, सी भनेको कन्ट्रोलिङ र यो एमआर भनेको एम भनेको म्यानेजमेन्ट र आर भनेको रिपोर्टिङ। नर्मल्ली व्यवस्थापन, रिस्क जोखिमको व्यवस्थापन भन्ने क्वेसन आयो, नर्मल्ली निर्देशिका भन्दा बाहेकको क्वेसन आयो भने यसरी यही फर्मेटमा लेख्न सक्नुहुन्छ। भनेको कि जोखिमको IMMC र MR सम्मका सम्पूर्ण कार्यलाई भनेको जोखिमको व्यवस्थापन भनिन्छ। आई भनेको जोखिमको पहिचान गर्नु, आइडेन्टिफिकेसन गर्नु। एम भनेको मेजरमेन्ट गर्नु, मापन गर्नु, जोखिम कति रहेछ त मापन गर्नु। अर्को एम भनेको मोनिटरिङ गर्नु, त्यसको अनुगमन गर्ने काम। र सी भनेको कन्ट्रोलिङ गर्ने काम। यतिसम्म लेखे पनि जोखिम व्यवस्थापन हुन्छ। र यसको थप अतिरिक्त भनेको त्यसलाई म्यानेजमेन्ट गर्ने र रिपोर्टिङ गर्नेसम्मका कामहरूलाई हामीले चाहिँ जोखिम व्यवस्थापन भन्दछौँ। जोखिम भनेको अनिश्चितता हो। जोखिम व्यवस्थापनलाई हामीले IMMC र MR गरेर हामीले व्याख्या गर्न सक्छौँ, लेख्न सक्छौँ। अब रह्यो भनेको जोखिम व्यवस्थापन कार्यक्रम, रिस्क म्यानेजमेन्ट प्रोग्राम सन्दर्भमा एकीकृत निर्देशिका नम्बर 5 मा के व्यवस्था गरेको छ, एकीकृत निर्देशिकामा के कस्तो व्यवस्था गरेको छ भन्ने कुरा चाहिँ अब हामी समावेश गर्छौँ। यसमा चाहिँ रिस्क म्यानेजमेन्ट प्रोग्राम, रिस्क म्यानेजमेन्ट प्रोग्राम भित्र भनेको एउटा भनेको 1 नम्बरमा चाहिँ रिस्क म्यानेजमेन्ट स्ट्रक्चर, रिस्क म्यानेजमेन्ट स्ट्रक्चर हैन, त्यहाँ चाहिँ नेपालीमा दिएको छ। मैले चाहिँ सर्टकट बुझ्नको लागि म चाहिँ लेख्दा इङ्ग्लिसमा लेख्छु, तर बुझाउँदा नेपालीमा बुझाउँछु। भनेको जोखिम व्यवस्था